हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो अनि आजको भिडियोमा चाहिँ यदि हजुरहरूको पनि क्लाउडफ्लेयर यसरी चलिरहेको छैन भने चाहिँ यो किन चलेन अनि यो चाहिँ कसरी चलाउन सकिन्छ भनेर चाहिँ मैले भन्न गइरहेको छु। सो ढिला नगरिकन चाहिँ यो भिडियो स्टार्ट गरौँ है त। सो सबैभन्दा सुरुमा चाहिँ मैले चाहिँ च्याट जिपिटी युज गर्दै थिएँ अनि त्यस्तो बेलामा चाहिँ मलाई भर्खर सर्च गर्नु परेर चाहिँ मैले च्याट जिपिटीको साइट खोल्दा चाहिँ क्लाउडफ्लेयरको चाहिँ साइट चलेको छैन भनेर चाहिँ यसरी देखाएको छ। अनि त्यसपछि मैले चाहिँ डाउन डिटेक्टर भन्ने चाहिँ एउटा चाहिँ साइट छ होइन, डाउन डिटेक्टरमा गएर चाहिँ यदि कुनै पनि हजुरहरूको चाहिँ साइट्सहरू अथवा एप्सहरू चलिरहेको छैन भने चाहिँ यसले भनिदिन्छ। तर अब डाउन डिटेक्टरले नै क्लाउडफ्लेयर युज गर्ने भएको कारणले गर्दा चाहिँ अब यसलाई चाहिँ के गर्न सकिन्छ भन्दा चाहिँ हाम्रो डाउन डिटेक्टर पनि चलेन, जसको मतलब कि हाम्रो प्रब्लम चाहिँ क्लाउडफ्लेयरमा भएको होइन। सो यसको लागि चाहिँ हामीले 2-3टा कुरा के बुझ्नुपर्छ भने चाहिँ यस्तो एरर चाहिँ किन आउँछ भनेर। सो यसको लागि चाहिँ हामीले चाहिँ क्लाउडफ्लेयरको साइटमा जान्छौँ। हामीले सोल्युसन अगाडि चाहिँ हामीले पहिला बुझ्नुपर्छ कि क्लाउडफ्लेयरको एरर चाहिँ किन आयो भनेर चाहिँ। अब हजुरले यसरी नर्मल्ली हेर्दा चाहिँ केही पनि देखाउँदैन। अब क्लाउडफ्लेयर एरर भनेर हामीले यसरी हेर्दा चाहिँ क्लाउडफ्लेयरले चाहिँ अलिकति चाहिँ यहाँ इन्फर्मेसन चाहिँ निकालेको छ कि क्लाउडफ्लेयर स्ट्याटस भनेर। यसले चाहिँ के भनेछ भन्दा चाहिँ क्लाउडफ्लेयर इज एक्सपिरियन्सिङ एन इन्टरनल सर्भिस डिग्रेडेसन भनेको के हो भन्दा चाहिँ यसको जुन सर्भर छ त्यसमा चाहिँ अलिकति एरर आएको। हाम्रो ब्राउजरमा पनि समस्या भएको होइन, हाम्रो साइटमा पनि समस्या भएको होइन, तर यो क्लाउडफ्लेयरको सर्भर जुन छ त्यसमा चाहिँ इन्टरनली समस्या आएको कारणले चाहिँ हजुरहरूको क्लाउडफ्लेयर अथवा हजुरहरूको साइट्सहरू चाहिँ नचलेको कारण चाहिँ त्यही हो। च्याट जिपिटी, ओपन एआई, सपिफाई जस्तो एकदम ठुलो प्लेटफर्महरूले चाहिँ क्लाउडफ्लेयर युज गर्छन् होस्टिङको लागि। सो त्यसकारण चाहिँ हजुरहरूको चाहिँ नचलेको हुनसक्छ। अनि त्यसपछि अब यो कसरी चलाउने भन्ने कुरा हुन्छ। अब यसको चाहिँ समाधान भनेको माथि क्लाउडफ्लेयरले आफै निकाल्नु पर्ने हुन्छ। हामीले केही तरिकाले पनि यसको चाहिँ चलाउन सक्ने चाहिँ गरिन्न, किनभने यो चाहिँ इन्टरनल सर्भर प्रब्लम हो है। हाम्रो ओपन डिएनएसमा अथवा केसीमा समस्या आएको होइन, हाम्रो कनेक्सनमा पनि समस्या आएको होइन। यो चाहिँ इन्टरनली सर्भरमा एरर आएको कारणले चाहिँ यस्तो समस्या चाहिँ आएको हो। अनि यो चाहिँ केही त एकदम छिटो समयमा नै यो चाहिँ सल्भ हुन्छ। लगभग 1-2 घन्टाभित्रै यो सल्भ हुन्छ। पछिल्लो आधी घन्टादेखि नै समस्या आइरहेको छ। सो त्यही अनुसार चाहिँ यो चाहिँ सल्भ गरेर चाहिँ अगाडि बढाउन सकिन्छ। सो हजुरहरूले चाहिँ आफ्नो सर्भरहरू चाहिँ अथवा आफ्नो खोजेको साइट चाहिँ केही समयमा नै चलाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ हजुरले वेटिङ गर्नुपर्ने हुन्छ है त। सो आजको लागि चाहिँ यति नै। सो यदि हजुरलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि हजुरलाई केही पनि प्रब्लम छ भने चाहिँ हजुरले तल कमेन्ट गर्न सक्नुहुन्छ है त। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।